हामी यो हुमखलाबाट टक्क अब बिहान 4 बजे ट्याक्कै हिँड्ने 3 बजे उठेको यता टोली आउँदैछ ट्रेकर टोली आउँदैछ हेलो सलक्क लाएर हिँड्यो हामी अब यो शुभयात्रा हामीलाई शुभयात्रा बिहानको ठिक 4 बजे लाग्यो उकालो साथीहरू यस्तै खोला हुमखोला सुसाइरह आउँदैछु ट्रेकिङबाट अहिले हामी साँधीखर्क आइपुग्यो यहाँ बस्ने ठाउँ त अलिअलि छ तर हामी हिजो तलै बसेर आएको फेरि my god. जाडो छ अब हामी जाँदैछौँ बुस्केट जाँदैछौँ टोली खोइ हाम्रो आएन कता गयो कता जाडो छ लास्टै जाडो छ टोली आउँदैछ निस्कन सकेन नि क्या हो भारी रोटेर हिँड्नै जानु के भारी साह्रो छैन खासै रमाइलो ट्रेल रहेछ यहाँको आयो फेरि यो कुन घरमा जताततै घर राम्रो छ वातावरण यस्तो मौसम भयो बल्ल दामी हुन्छ होइन रचना के छ ठिक छ नि नै ल रश्मिता आहा यहाँ दामी यार वाह ठ्याक्कै कोरियाको फिल आयो मलाई चाहिँ अहिले जाडो मौसम यस्तै हुन्छ यिनी मान्छे टन्नै छ कति छ कति सुदन कस्तो लागिरहेको त फकै लगाइरहेछ अहिले त फकै लाए फकै लगाइरहेछ कति हो यो पूर्वबाट हुने नि आइएछ कति अहिले अल्टिट्युड कति हो 3250 ओ माइ गॉड हामी कति 4000 सम्म जाने होइन सिन चाहिँ दामी छ ल एकदम भ्यू चाहिँ राम्रो यो हिँडाइले त हामी एकैचोटि पञ्चकुण्ड पुगिन्छ एकदम फटाफट हिँड्नेछ 2 मिनट हिँडेर 5 मिनट बस्दैछ रचना यस्तो मान्छे ट्रेकिङ आउँछ हेर झार्नै कत्रो भिड
बिहानको 7 बजे मान्छेको पार्टी छ जाने आउने ट्रेकमा ट्रेक गर्ने मान्छे त कति छ कति यस्तो छ ट्रेकरहरू बस्नु लाग्नु बुढा घरबाट लिएर आएको हुजुरी भन्छ खुर्मा यता वाइ स्निकर हिमाल नजिकैदेखि ट्रेकर्सहरू हाम्रो यही रचना रश्मिता कस्तो लागिरहेको छ त आँखी अगाडि हिमाल देख्दा आँखै खायो नि त सेता हिमाल देख्दाखेरि यता पनि हिमाल यता पनि हिमाल डाँडा उडा पनि हिमाल पुरै हिमालै हिमाल होइन त पुरै हिमालै हिमाल हिमालै हिमाल क्लियर आउनु न ल अहिले हामी छौँ फुटफुटे झरनामा यहाँ आइपुग्यो फुटफुटे झरना छोरीले
बिचैमा बुटबुटे झर्नामा यसरी सामानहरू बोकेर लाँदै पुस्कटसम्म हिमाल छ। हेलो क्या मजाले बाफुडे यार। टाइगर स्टोरीहरू हिमालय पुस्कट मेला आइपुग्यो। यसको अल्टिट्युड चाहिँ कति हो 3551 मिटरमा आइयो अहिले हामी। थकै लाएर यता मान्छे बसिया नि। वाह हिम पहिरो बुस्कटबाट हिम पहिरो त्यो यो पारीतिर जानेले त क्या दामी देखे होला है सेदन। ट्राफिक जाम भयो।
अन्नपूर्णबाट हिउँ पग्लेर आएको पानी कति कन्सन्ट्रेसन अन्नपूर्ण पार्कबाट हिउँ पग्लेर आएको पानी। तल हुम्खोला सरर अन्नपूर्ण पुरै 1 2 3 4 देखि लिएर यहाँसम्म हिमालय कति हिमाल चारजना भएर हिँडिरहेछौँ। यस्तो गाह्रो भएको छ कि सास फेर्न गाह्रो हुन लागिसक्यो। लगभग 3900 एल्टिट्युडमा आइपुग्यो हामी। अनि त्यता यहाँ हामी 2 भाइ छौँ है। अनि रचना र रश्मिता चाहिँ अगाडि पुगिसक्यो। यो चाहिँ स्वच्छ लाएर हिमालको फेदीमा त पुगियो हैन। अब चाहिँ घुम्दै दामी छानी ठाउँ पुरा नगरो। यहाँ जाडो भएर अलिकति उकालो छ। उकालै अहिले 3900 मिटरको एल्टिट्युडमा छौँ हामी। मान्छे कति छ? के भयो नि? है 1 घन्टा त लाग्छ होला। लाग्छ। अनि ट्रेक सजिलो छ त ट्रेक गर्न हैन? रमाइलो पनि छ। अनि गाह्रो छ। स्वर्ग यही छ स्वर्ग। सुनखोला 3859 मिटर। फेरि यता घुम्यौँ त्यही हिमाल फेरि यता घुम्यौँ।
अहिले अन्नपूर्ण साउथमा हिउँ परिरहेको छ है हिमपात ठ्याक्कै हिउँ पऱ्यो यार यहाँबाट यस्तरी पानी फुलफुटी निस्केर यहाँ पानी पिउने छ पुरो पानी छ है खोली बगर खोलाको छेउमा लखतरान परेर बसेका छन् यिनीहरू हामी लखतरान भइयो सबैजना जान्छ हजुर बिहान 4 बजेदेखि हिँड्यो बल्ल 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 निस्किन्छ पुगिन्छ 8 घन्टा भइसक्यो होइन 8.5 घन्टा नन स्टप टोली नन स्टप सुदन आउन अनि अब यो नर्थ एबिसीको पञ्चकुण्ड तालमा यस्तो जाडो छ पुरै चिसो माइनस कति छ अब थाहा छैन दाना पनि यन्त्रबिन छैन अब अहिले सोधौँला कागभुसुन्डी डाँडा अरे 4060 रहेछ यसको एल्टिट्युड अहिले ल लगभग आइयो होइन त कागभुसुन्डी डाँडा अरे किन त्यस्तो कहाँ यो त 8000 हो नि उयो ताल देखियो नि पञ्चकुण्ड तालहरू देखे यहाँबाट लगभग अब हामी आइयो एउटा कुण्ड देख्यौँ अहिले 2टा रमाइलो छ ल पञ्चकुण्ड डेस्टिनेसन आवर डेस्टिनेसन
खुट्टा बढ्दैन अगाडि अलि खुट्टा तन्किन्छन् के त्यहाँ त मन्दिर पनि रहेछ नि त है बेस क्याम्प जाने उहाँबाट माथि त्यो बेस क्याम्प हो कि ऊ त्यो हिँडेर हामी आइयो अब बेस क्याम्पनिर आइपुग्नु लागेको छ ट्राफिक जाम छ टोली खतरा आज हिम पहिरो चाहिँ गएको थियो र हामी हिम पहिरो जाँदा यहाँ थिएनौँ हामी तल भुस्केट भन्ने ठाउँबाट हिम पहिरो देखाएको थियो सानो क्लिप चाहिँ छ यहाँ आएकोले सबैले चाहिँ एकदम डर लाग्यो भन्दै थिए हिम पहिरो गएर ठ्याक्कै तपाईँको यहाँबाट चाहिँ हिम पहिरो खसेको हो थकिला अब यो दुईटा सानो यहाँ तलको चुचुराको फेदमा चाहिँ पञ्चकुण्ड ताल छ पञ्चकुण्ड ताल हेरेपछि आज हामी रिटर्न हुम खोला हो सर फटाफट गइन्छ जाँदाखेरि त लगभग हामी बेस क्याम्पनिर आइपुग्नु थाल्यो पञ्चकुण्ड सारा आइयो 9 घन्टा हिँडेर लगातार 9 घन्टा हिँडेर
फाइनल्ली हामी अब हाम्रो डेस्टिनेसनमा आइयो ठ्याक्कै आँखै अगाडि यस्तो दामी हिमाल अन्नपूर्ण है नर्थ त्यो पारि यो देखिने चाहिँ ग्लेसियर हो है हिउँ पग्लिने ग्लेसियर अनि बेस क्याम्प चाहिँ यो यहाँनिर पर्छ त्यो ग्लेसियरको यतापट्टि तर हामी त्यहाँ पुगिन्न होला सायद चारैतिर हिमाल छ अहिले हिमाल हामी दिदी पनि हिँड्छौँ पछाडिबाट भिडियो सुन आउँदैछ बल्ल बल्ल आइरहेछ यो पञ्चकुण्ड ताली आइयो हामी फाइनल्ली पञ्चकुण्ड तालमा हामी अहिले पञ्चकुण्ड ताल आयौँ पञ्चकुण्डमा ठ्याक्कै 4050 मिटर एल्टिच्युडमा मैले आइपुगेको छु टोली कता गयो के भयो के भयो किनै बसिरहेको अब यहाँ के भयो मुख त पुरै आइयो त अब आइयो हामी पञ्चकुण्डको सौन्दर्यता अवलोकन गर्दै हो बेस क्याम्प यस्तो राम्रो हामी चाहिँ पारी मन्दिरसम्म जानुपर्छ है त्यहाँसम्म जाने हो आउँदैछ ल योदेखि पञ्चकुण्ड ताल हो ग्लेसियर पुरै हिमालय हिमाल सिक्यो हामी आयो अहिले पञ्चकुण्ड ताल हाम्रो ग्रुप चाहिँ यो पनि एउटा कुण्डै हो सुकेछ अहिले अब के गर भने जाडो छ लास्ट यहाँ त यसो हावाले हानेन त होइन दामी छ रतन यता रातो कहाँबाट देखिन्छ रातो अहिले चाहिँ हामी पञ्चकुण्ड तालको छेउमा हिँडिरहेको छु जमेको छ पुरै जमेको रहेछ है यहाँ त हल्का यहीँबाट बादल उठिसक्यो यता पनि बादल उठिसक्यो किन दौडिरहने यिनीहरू
ABC1 North ABC. Annapurna base camp. पञ्चकुण्ड North ABC को पञ्चकुण्ड हैन बाटो अब back to home. सर्लक्कला पोखरा अब सिधै घर हो पोखरा न सोखरा लाग्यो अब ध्यान थाकेको छ सिधै खिचिन्छ कि ल त्यो हटायो हुन्छ पछि ल आज बिहान हुमखोलाबाट कति घन्टा आइयो 8 घन्टामा आइयो 8 घन्टामा आइयो फत्रै फत्रै पर्दै आइयो बल्ल बल्ल गाह्रो भाइ बिहान 4 बजे हिँडेको कोही अगाडि कोही पछाडि यति गाह्रो भइ आइयो ल फाइनली यो चाहिँ पछाडिको भएको पञ्चकुण्ड ताल अनि यो माथिको अन्नपूर्ण चाहिँ हिमाल है अनि अब चाहिँ यहाँ कति बेर रुक्यो हामी 1 घन्टा भयो 1 घन्टा कुर्यो है 1 घन्टा फोटो सेसन गरियो वरिपरि घुम्ने भिडियो सिडियो बनाइयो अब चाहिँ यहाँबाट फर्किने प्लान भइरहेछ अब फर्किनु बाटो अब अहिले तर्सिने खालको छ अहिलेसम्म त हुमखोला भनेको छ अब सकिन्न हेरौँ कहाँ हुन्छ ल कस्तो भयो आजको यात्रा एकदम A1 भयो नि होइन एकदम ल हामीले प्लान गरे अनुसार सक्सेसफुल्ली जस आइयो फेरि सक्सेसफुल्ली जान अब यहाँ आइसकेपछि त मजाले गइन्छ पनि है सकिन्छ पनि एकदम रमाइलो भयो अब नेक्स्ट यसै गरेर अर्को डेस्टिनेसन बकेट लिस्टमा छ अब लाङटाङ त्यसलाई पनि लाङटाङ आएर अब जानुपर्छ 2 दिन ल अहिले चाहिँ हामी फुटफुटे झर्ना तलपट्टि सानो एउटा झोलुङ्गे पुल रहेछ त्यहाँबाट फेरि तल लाग्यो अब यहाँबाट एकछिनमा हुमखोला पुगिन्छ आधी घन्टाभित्र भ्यू अमेजिङ छ नाइस भ्यू अगाडि 3 जना पछाडि म यात्रा एकदम रमाइलो भयो एकदम दुःख पनि भयो कष्टकर पनि भयो होटेलहरू नहुनाले अनि बस्ने व्यवस्था पनि एकदमै जटिल भनौँ न अब अव्यवस्थित क्या एकदम केही पनि छैन आफूले टेन्टहरू लिएर आयो अनि स्लिपिङ म्याटहरू ल्यायो त्यसपछि स्लिपिङ ब्यागहरू ल्यायो भने चाहिँ राम्रो रहेछ होइन भने चाहिँ गाह्रो सेल एकदम राम्रो छ एकै दिनमा सक्ने जस्तो अब यो भर्खरको ट्रेल भएको हुनाले माथि व्यवस्थापनमा एकदमै कमी रहेछ यो गाउँपालिकाले यसमा ध्यान दिनुपर्ने कि त सीमित व्यक्तिलाई मात्र जान दिनुपर्ने एक दिनमा अनि ट्रेलमा जसको स्लिपिङ ब्यागहरू आफ्नो सामान आफै व्यवस्था गरेर जान दिनुपर्ने होइन भने चाहिँ यो चाहिँ अलिक एकदमै अव्यवस्थित
बस्न गाह्रो, दिनभरि हिँड्या हुन्छ, थकान हुन्छ। आएर थकाइ मार्नलाई सुतौँ भने ठाउँ छैन। भिड यस्तो राम्रो छ। बाबुले हल्लाउनुहुन्छ कि अगाडि जानु? ए हल्लाउनु न जानु। यो चाहिँ सादी खर्क भन्दा साइडमा, सरी फुटफुटे झर्ना तलपट्टिको झर्ना जस्तो रहेछ। अब अस्ति जाँदा देखिएन, अहिले बाटोमा जेस कहाँ कहाँ के झर्ना छन्, कस्तो नेचर एकदम हेर्न लायक दृश्यहरू चाहिँ यहाँ देखिरहेछ। अब बल्ल यस सबै हेर्न पाइरहेछ, खुसी लागिरहेछ। ल म पछि अरू अगाडि फुटफुटेसम्म ओह्रालो फेरि माथिबाट यहाँबाट लगाएपछि उकालो, अब उकालो सुरु भयो फेरि फर्किँदाखेरि। कुकुर पनि मैले पछ्याइरहेको छु। ल ट्रेक सिद्धाएर आइयो। फाइनल्ली कस्तो लाग्यो? 2-4 शब्द जाओस् त। सबै विस्तृत हल्का समरी तर सबै कुराहरू इन्क्लुड गरेर। ट्रेक चाहिँ कस्तो भयो भने रमाइलो हो ओभरअलमा। हामी फ्यामिली सबैजना गएको ट्रेक भनेको फर्स्ट थियो हाम्रो होइन। बेला बेला चाहिँ 2 जना मात्रै गएको थियौँ। अहिले दाइ दिदीहरूसँग गएको थियो, एकदम रमाइलो हो। अनि ट्रेल एकदम रमाइलो थियो, साइडमा खोला, त्यसपछि हिमाल पहाड सबै देखिने होइन। त्यो चाहिँ यहाँ झर्नाहरू सबै भ्यू हेर्दै जाँदा रमाइलो हो। अनि त्यसपछि एउटै अप्ठ्यारो भनेको चाहिँ एकोमोडेसन चाहिँ राम्रो रहन्छ, त्यो चाहिँ बिस्तारै डेभलप हुँदैछ नि त। त्यही भएर अब नेक्स्ट फ्यु इयर्समा चाहिँ अझै राम्रो हुन्छ होला। अनि ट्राभलर पनि एकदम धेरै नै हुँदो रहेछ, रमाइलो हो, बन्द भइसक्यो। ओके थ्याङ्क यू। ल 3 दिन हामीलाई यहाँबाट हिँडेको त हामी हिजो बिहान हामी 2 बजे वहाँ पुग्यौँ। पञ्चकुण्ड हुमखोलाबाट हिँडेको 4 बजे हिँड्यो यहाँबाट पञ्चकुण्ड 2 बजे, र हामी 7 बजीतिर बुकुमा आएर बस्यो। अँध्यारो भइसकेको थियो। अनि अहिले बिहान फुटफुटे झर्ना यसो घुमेको थिएन। अस्ति हिजो बिहान जाँदाखेरि अँध्यारो भएको हुनाले त्यहाँ सिनारियो चाहिँ एकछिन हामीले त्यसलाई चाहिँ निहाल्न पाएको थिएन। अहिले आएर मजाले त्यहाँ फोटो सेसन गरियो, हेरियो, रमाइलो रहेछ। अनि ल यो चाहिँ हुमखोलामा रहेका 2टा घर, अनि उताको चाहिँ ड्याम। दाइ भाउजू तल पुगिसक्नु। नाइस, थ्याङ्क यू। भगवानको मन्दिर रहेछ, धन्यवाद यो ट्रेल सफल गराइदिएकोमा। हिजो बिहान हामी 4 बजे हुमखोलाबाट 4 बजे हिँडेको। फुटफुटे हामीलाई ट्याक्कै 1.5 घन्टा लागेको थियो। गुफा फाँट साँधी खर्क 45 मिनट्स, नेक्स्ट 45 मिनट्स। त्यसपछि 1.5 घन्टा लाग्यो गुफा फाँट। भुस्केट पुग्दा 10 बजेको थियो होला। त्यसपछि धर्मशाला हुँदै पञ्चकुण्ड पुग्दा 2 बजेको थियो। र माथि एम्बुलेन्स चाहिँ भएको हुनाले गएको हुनाले हामी यहाँ चाहिँ गइएन, यहीँबाटै सबैजना फर्कियो। यो हुँदै फेरि अहिले आएर
घुमपुरा पुग्यो अब यहाँबाट चाहिँ गाडीमा ब्याक टु तातोपानी ब्याक टु फेरि पोखरा त्यसपछि काठमाडौँ रमाइलो छ गाडीको पछाडि ढालामा बसेर नर्थ इस्टबाट गाडी पनि गइसक्यो यो बानेर धुलै सबै